खोलाको पानी होइन तर सरकारले कहाँबाट कसरी हुन्छ जनताको लागि त गर्नु पर्यो नि त। अब सुन्नु न, मुहानमै छैन भने जनताको लागि मुहानमा छ, मुहानमा कसरी गएर खोज्ने कसरी ल्याउने भन्ने कुरा त सरकारले एउटा अभिभावकको जस्तै घरमा छोराछोरी भोकै छ भने अभिभावकले कहाँबाट खोजेर हुन्छ ल्याएर गर्नुपर्छ पर्दैन भनेको तपाईँले हामीले भन्न मिल्छ हैन। सरकारले बास दिएन भने तपाईँले हामीले भन्न मिल्छ। अब सरकारको मात हतमै नभएको इन्टरनेसनल मात हत नभएको कुरा सरकारले पाउन सकेको छैन त सरकारले कसरी दिने भन्ने प्रश्न पनि त आउँछ नि त। यहाँ सरकारले कसरी ल्याएर जनतालाई दिने भन्ने पनि त प्रश्न होला नि त। यहाँनिर चामलले हुँदैन नि त, चामलले हुँदैन। अहिले यहाँको आवश्यकता के छ भन्ने कुरा हो। यहाँ त विद्यार्थीहरूलाई ग्यास छैन जुन पकाएर खानको लागि एकदम अभाव छ हैन। विद्यार्थीहरू कहाँबाट आएर यहाँ बसिरहनु पर्छ पूर्व पश्चिम। अहिलेको ग्यास आयो त, पहिलेको समयमा त दाउरा बाल्थे त्यसपछि पहिलाको समय भनेको पहिलाको समयको अहिलेको समय भनेको अहिलेको समय हो। अहिलेको जुन इन्डियाले दिनुपर्ने कुराहरू ग्यासहरू छ त्यो कटौती गरिएको अवस्था छ। हाम्रो कूटनीतिक अवस्था राम्रो छैन, चाइनाले दिएको अवस्था छैन, चाइनासँग हाम्रो सम्बन्ध छैन। अब दिनुपर्ने इन्डियाले हो, इन्डियामै त्यो भण्डार छैन भने कसरी दियो सरकारले? अब इन्डियासँग बालिन सरकारको सम्बन्ध पनि राम्रो छ।